So Jojolapa, namaste to everyone. This is me, Roshan Shrestha, and you can call me Rishin. So all the way from Basgari, Chato. आज चाहिँ म भ्लग बनाउन जाँदै छु हैन. सुशी अहिले टक्कै हाय भन्दै हो नि उ. टक्क म चाहिँ आज भ्लग बनाउन जाँदै छु. अनि त्यसपछि आज चाहिँ मेरो साथीको बिहा हो. सो अब चाहिँ यतिकै त जाँदिन म. अब किनभने बाटो एकदम खतम छ. अब यो चाहिँ म चाहिँ हैन अहिले चाहिँ यतिकै रेडी भएको. यतिकै रेडी भएर ब्यागमा सामानहरु छ. कोटको कपडा त्यहाँ छ. म चाहिँ यस्तै रेडी भएर जान्छु अनि साथीको घर गएर चेन्ज गर्छु हैन. सो सी यु गाइज. म चाहिँ यताउता एकदम धुलो छ बाटो. के बाटोमा हिँडेको नि भ्लग गराउनु भनेर चाहिँ एकैचोटी नै म चाहिँ उही पुगेर ड्रेस चेन्ज गरेर भ्लग गराउँछु. त्यही दिनलाई चाहिँ स्टे ट्युन गाइज. अनि जति पनि मेरो भ्लगमा नयाँ हुनुहुन्छ सबैजनाले लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गरेर मलाई सपोर्ट गर्नु. धेरै माया. सी यु गाइज. आजको बजार लाग्छ होला. यो चाहिँ बजार हो. And look at me right now, I'm on the way. अब धुलो भएपछि अब साथीको बिहामा धुलो भएर कोट लाएर के जानु हैन. त्यही भएर चाहिँ म यस्तो लाएर हिँडेको. ल हेर बाटो गाह्रो छ. त्यसैमाथि धुलो छ. गाद्राङ गुद्रुङ छ के. कस्तो दुःख भन्ने कुरा हो. Oh guys, I'm ready. घरि भाइ भिडियो गर्छु तिमीले. म घरि लाउँछु. So guys, I'm get ready हैन. टक्क लाएर भिडियो बनाउँछु तिमीलाई ब्लग. ढुक्क हो के? अहिले दादा स्टेजमा गएर गर्छु तिमी. ढुक्क हो के? कसम. मैले ह्याप सान्न पाउनु पर्यो. म साँझ बिहानको त्यही खाने खाना. भाइ के अरे? साँझ बिहानको त्यही खाने खाना. ए हो के? सक्छ? ढुक्क हो के? सक्दैन. हैन उका खानु सोच्छ र. अनि घर खानु. चट्ट कफी खाएर जानी हैन र अब चाहिँ सट्ट कफी खाएर हाम्रो एनसी भाइलाई हेर नि त. खै यता हेर त. अब यिनी पनि सिङ्गल रहेन नि त्यसो भनेपछि. होइन सिङ्गल छैन नि यिनी भाइ. हेर यहाँ सिधा कुरो. यो हेर एउटा मान्छे यो. पुरै ड्रोन सब हुन्छ. ल बल्ल आयो होइन चट्ट लाएर. यासलाई त कहाँ देख्नु उहाँ खानु. यासै उहाँ खानु. उतै गएर भिडियो गराउँला है त फेरि. चट्ट लाएर हाम्रो गुरुजी यहाँ आउनुहुन्छ. गुरुजी लडेको छ. भ्लग भन्ने कुरा त छुट्दैन नि त आज भोलि त. यता गुरुजी लास यार. तर है त लास हुन्छ नि. छुट्यो के? किन हल्ले खानु? यो चाहिँ बाजा अहिले खै के गरेर हल्ले गरे बाजा. हाम्रो So guys, everything get set ready छ हैन. चट्ट लाएर यसले पनि रेडी हन.
अब भाउजू मात्र आउनु बाँकी छ होइन ल ठिक छ ल आयो भन्दैछ नि ल ठिक छ सर्ट लाएर कम तकको जोडी सुहा त अनि यहाँ चाहिँ यो भ्लग चाहिँ हेरेर लाइक होइन कमेन्ट पनि गर है यहाँ चाहिँ तिमीले बुझ्यौ नि यस्तो दामी भिडियो निकालियो नि भाउजू आउँदै हुनुहुन्छ होइन चट्ट लाएर ल भाउजू यहाँ आउँदै हुनुहुन्छ धेरै होइन यहाँ चट्ट यहाँ हाम्रो दुला राजा चाहिँ रेडी यहाँ चाहिँ भाउजू रेडी हाई ल ठिक छ यहाँ चाहिँ एउटा लम्बु काट सक्छ टाइगर दाई टाइगर दाईलाई सक्छ अनि टाइगर दाई हाम्रो गुरु चाहिँ यहाँ हुनुहुन्छ चट्ट लाएर एकछिनमा हन्टिङ हान्ने बेला डान्सिङ के हुन्छ अरे डान्सिङ हुन्छ बिहा भएको मान्छे हो र डान्सिङ सान्सिङ भन्नु उहाँ यताउता राम्रा चेलीबेटी देखेको उहाँ डान्सिङ हुन्छ अरे जे पाए मैले यार कपिराइट लाग्ने हो अब मैले भिडियो काटेँ अब टक्क यसको पुरा ल यस घरैदेखि खाने हो कि खाने हो भनेको खाऊ न भाइ भन्थे यार कतिचोटि खायो 3 चोटि थपिसक्यो दुईचोटि थपिसक्यो यार यहाँ चाहिँ हेर यिनले हो धेरै खाएको यहाँ चाहिँ भिडियो हेर्छ नि यहाँ चाहिँ हेर यिनले हो धेरै खाने तिम्रो बिहामा सबभन्दा धेरै उहाँ छ नि यहाँ उहाँ ससुरो बोल्ने शीघ्र लगाइदिनु उहाँ ससुरो लडेको छ है अब चाहिँ घाँटे सिक्री टल्किन्छ अब हुन्छ है मोटो सिक्री लगाइदियो त मान्छेले यो मान्छेलाई खानकै तन्त्र छ छ्या बाटो यस्तो गाह्रो छ बाटो त्यस्तै यहाँ एउटा छ गाह्रो छ अति गाह्रो दिस इज अमेजिङ गाह्रो यति गाह्रो नि औरै गाह्रो छ This is not easy. Oh यार this is not easy. सो बिहा पनि एटेन्ड गरियो मेरो साथीको सो आई एम सो ह्याप्पी टुडे होइन जे भयो भने बाटोको कन्डिसन वाट एभर होइन जस्तो भयो भने साथीको बिहामा गएपछि एकदम मजा आयो थ्याङ्क यू फर वाचिङ माई भिडियो किप लभिङ थ्याङ्क यू